है त आज चाहिँ पार्टीतिर गइरहेछ कम्पनीले अर्गनाइज गरेको यता चाहिँ टोलीहरू छन् अगाडितिर चाहिँ टोलीहरू हेलो यस नहटे अरूलाई जर भनेर हामी छिरुङला नि ढुक्क बस्नु पहिला यो भर्नु परेन भने एउटा गाडी गइसक्यो कन्टिन्यू छ त खुट्टामा चक्का पनि खतरा रहेछ पिङ कल बिगार्देर मारेको काटेको र टाटा छ रुममा कि पैसा दिनु यत्तिकै ठिक छ नि हाम्रो नि ठक्क लाग्यो बेकार कल काटेर त्यत्तिकै ठिक छ नि तेरो त्यत्तिकै हाउडे पार अब यो चाहिँ गाडी लगभग फुल भइसक्यो है अब चाहिँ गइन्छ होला यो चाहिँ पिङ चाहिँ साह्रै मजाले रहेछ हो देखि ल अब चाहिँ यात्रा सुरु भइसकेको छ हाम्रो यतिखेर चाहिँ हामी चाहिँ अब कतिखेर लोकेसनमा पुऱ्याउँछ र हेरौँला भनेर बसिरहेको थियो होइन अनि यिनीहरू चाहिँ हल्का लोकेसन कन्फ्युज भएछ एउटै बाटोमा मात्रै घुमाछ घरि अगाडि ल्याएछ घरि पछाडि ल्याएछ एउटै लोकेसनमा घुमाइरहेछ कि फेरि यिनीहरूले हामी चाहिँ फेरि किन यसो गर्दैछ कसलाई कुरेको भन्दैछु यिनीहरू चाहिँ कन्फ्युज भइरहेको रहेछ अनि हामी चाहिँ अब बसमा बस्दा वाक्क लगाइसक्यो नि त एउटै लोकेसनमा घुमाछ घरि यता गएको छ घरि उता गएको छ त्यही माथि अब बाहिरतिर हेरौँ भने अब चारैतिर त्यस्तो छ अब रम्बल गाडी छ मरुभूमि बालुवा छ के हेर्नु त्यस्तो अब यसो अलिक बजार सजार यसो मार्केट सार्केट भयो नि हेर्नुहुन्थ्यो वाक्क दिक्क भइसक्यो अनि त्यति बेला फेरि कालेहरू पुरा नाचेर बसिरहेको छ यहाँ मजाले यिनीहरूले चाहिँ स्पिकर बजाइरहेको थियो कि यिनीहरूले स्पिकर ल्याइरहेछ अनि मजाले आफ्नै पारामा स्पिकर बजाउँदै गीत बजाउँदै डुङ पहिला त झ्याउलेर थियो यिनीहरूले कति बजाएको भनेर पछि त यहाँ बाहिर हेर्दा वाक्क लागेर पछि त त्यही यिनीहरू नाचेकै रमाइलो लाग्न लाग्यो त्यो बाहिर हेर्नुभन्दा बरु यिनीहरूकै डान्स हेर्नु ठिक जस्तो लागेर अनि यसो यिनीहरूको डान्स हेर्दै यसले चाहिँ फेरि खतरा डान्स दिइरहेछ यहाँ होइन पुरा अब खतरा इन्जोय गरिरहेको थियो यति बेला चाहिँ सबैलाई जस यसले रमाइलो गरिरहेको थियो 2,000 years later. Nilu, Kyoyo. Lu, यही हो निलु यही हो अब यस्तो बिजोक छ अब लोकेसन चाहिँ यही हो भने चाहिँ हेरौँ एकचोटि झरेर हेरौँ है त कस्तो हुन्छ चारैतिरको लोकेसन हेर्नुपर्छ झरेर कस्तो छ भनेर है त अब यो लोकेसन चाहिँ यही छ है त त्यता खै के आउँदैछ अब यतातिर यस्तै छ अब यता छ यस्तै छ लोकेसन चाहिँ है यता छु यस्तो छ म पनि आउँछु कि भलकमा Okay, the celebration is all about you. Oh my God! Wow! The past year 2025 was a great year where we all our dedication, commitment, okay, and your hard work together. So let's enjoy the party. अनि अब चाहिँ यहाँ एउटा दुईटा गेमहरु छ भन्दै थियो स्टाफको लागि अनि त्यसपछि हरेक डिपार्टमेन्टबाट 1 जना चाहियो भन्दै थियो के
अनि हाम्रो डिपार्टमेन्ट चाहिँ पहिला कोहीको थिएन अनि त्यसपछि हामीले त्यो ग्रिन क्याप लाकलाई चाहिँ फसाइदिएको अनि त्यहाँ फेरि 2 जना भएछ हाम्रो डिपार्टमेन्ट चाहिँ अनि एकजना त्यो सेतो लाक चाहिँ भर्खर फर्केर आयो अनि त्यो ग्रिन क्यापवाला चाहिँ पुरा हाम्रो साथी हो कि पुरा बिच्किरहेछ त्यहाँ गएर पख पख भन्दैछ पुरा हामीले फसाइदियो भनेर त्यसलाई अनि यति बेलासम्म चाहिँ गेम के हो केही थाहा छैन के अनि त्यही भएर डिपार्टमेन्टबाट मान्छे भयो कि भएन भनेर पहिला चाहिँ गर्दैछ अनि गेम चाहिँ खासमा के रहेछ भन्दा एक हातमा पेन्सिल दिने अनि 1 मिनटको टाइम दिने रहेछ अनि त्यहाँ टाइम स्टार्ट गरेपछि 1 मिनटसम्ममा कसको पेन्सिल चाहिँ तिखाइराख्ने रहेछ सबले कन्टिन्युसली अनि 1 मिनट पछि चाहिँ तिनीहरूले टाइम बन्द गरेपछि चाहिँ कसको पेन्सिल चाहिँ छोटो हुन्छ त्यसले जित्ने रहेछ अनि त्यही भएर अहिले चाहिँ भर्खर पेन्सिल बाँड्दैछ है त त्यसपछि कसले जित्छ के हुन्छ त्यो चाहिँ अब आफै हेर्नुहोस् हैन On your mark, get set, go! Hello, bestie. Nice, cheer up! Lady! Hello, bestie. Hello, suggest bestie. Nice, fast! Hello, sushi. Susan. Susan. Anandu, Gokul, Ano. 15 seconds! Lady! Sok! Stop! Hey, stop, I told. Remove. ये पकड़िए। This is the winner. Alibaba. This is the winner. No. Make like this. Make like this. Make like this. No. That's for him. This is the winner. Sushi. Okay. Lady! Suramandi from pastry. Go back to your लेडीले छक्क पनि खायो छक्क पनि खायो अनि लेडे के गरेको लाम कस्तो हुन्छ यार के गरेको त्यति बेला चाहिँ फेरि हल्का केटाहरू पुरा नाचिरहेको छ होइन जोस निकालेर यसो एकछिन डान्सिङहरू हाने केटाहरूले अनि त्यसपछि चाहिँ आफू चाहिँ पुरा टक्क मजाले हेरियो एकछिन हाँसियो पनि रमाइलो पनि गरियो है यति बेला चाहिँ आफू चाहिँ फेरि नाच्ने होइन पक्क बसेर हेर्ने कि फेरि केटाहरूको डान्स हेर्दा भोक लाग्यो जस्तो भयो एकछिनमा रात पनि पर्दै गयो त्यसपछि चाहिँ टक्क लगाएर यता खाना खाने ठाउँतिर आइपुग्यो होइन अनि टक्क फेरि लाइन बसक्कै रहेछ त्यसपछि यहाँ लाइन बस्नु पर्यो यहाँ खाना खानलाई नि मैले चाहिँ यो प्राय क्लिपहरूमा चाहिँ किन पछि ओरिजिनल साउन्ड हालेको छैन भन्दाखेरि यहाँ पछाडि यो म्युजिकहरू चलिरहेछ क्या त्यहाँ म्युजिक चाहिँ ननस्टप बजिरहेछ त्यहाँ स्पिकरमा अनि फेरि यो प्राय युट्युबले चाहिँ त्यो कपिराइट दिने रहेछ क्या अनि यो साउन्ड हाल्यो भने कपिराइट दिने अनि पछि आफै भिडियो डिलिट गर भनेर मेसेज आउने अनि गर्ने गर नत्र 30 दिनमा आफै उनीहरूले गायब गरिदिने रहेछ भिडियो अनि त्यही भएर प्राय चाहिँ मैले आफै भोइस ओभर गरिरहेको छु कि त्यो म्युजिक भएको ठाउँ चाहिँ त्यही भएर यस्तै छ अरूहरूले यसो म्यानेज गर्नुलाई म चाहिँ अहिले चाहिँ अर्को लाइनमा बस्दैछु यो चाहिँ फेरि अर्को लाइन हो खाना खाने लाइन हो त्यो अहिलेको चाहिँ शर्माहरू खाएको थियो त्यो चाहिँ लाइन सकिसकेर मैले खाइसकेर पनि चाहिँ अर्को लाइन हो खानाको त्यति बेला चाहिँ अब शर्मा लिएर खाइहालेँ अब खाइसकेपछि अब याद आयो बल्ल भिडियो बनाउनु पर्ने भनेर अब त्यस्तै छ दिमाग हल्का घरिघरि ढिलो आउँछ अब यस्तै छ अब यति बेला चाहिँ टाइममै सम्झेँ लाइनमै अब यति बेला चाहिँ खानाको लाइनमा छु है म चाहिँ टक्क लगाएर यो पनि फेरि लाइन चाहिँ साह्रै लामो छ हो यो पनि अहिलेको चाहिँ छोटो थियो यो चाहिँ झन् लामो छ टक्क लगाएर जुत्ता कन्भर्स चाहिँ देखाउँदैछु चाहिँ फेरि देखेर भिडियोमा यो चाहिँ जुसहरू चाहिँ यसरी बाँडिरहेको थियो भन्दा नि त्यहाँ साइडमा राखिदिरहेको थियो कति चाहिन्छ लेख्ने टक्क यहाँ चाहिँ यो चाहिँ खाना सर्भ गर्नेहरू यो चाहिँ सबै हाम्रै कम्पनीको सरम्यामहरू हो
अब सेफहरू हो कुनै अब सबै म्यानेजमेन्ट टिमहरू छ सबै छ यो चाहिँ खानामा चाहिँ यो छ यो चाहिँ केटाहरूले खाइरहेको छ है अब चाहिँ सुरु गरिदिनुपर्छ टक्क लागेर यो चाहिँ अब खाना खाइसकेपछि यसो एकछिन फेरि नाचगान भएको थियो अब नाच्न त अरू पनि नाचिरहेको थियो त्यो सबैको क्लिप हाल्दाखेरि चाहिँ भिडियो बढी लामो हुने भएर यसो छोटो क्लिप है Again, every year we meet for this great event, and thank you everyone for coming today, and thank you all for your hard work. It's always because of you and with your hard work that the ABC is getting better and better every year. So again, thank you all for coming, and thank you for your hard work. Now, thank you everyone for those who have come, who have made to the party. I hope you all had a great time. Inshallah, coming here may be blessed for everyone. We show our great teamwork, commitment, okay? And we get better and better. Keep learning, keep growing, okay? I would like Ms. Natli to say a few words also. I want all of you to give a big clap to the HR department and to the kitchen department, please. I can't hear you well. I tried to organize this for you guys, and I hope you guys enjoyed it. I'd like to see more people dancing next year. And next year it will be on weekends. Thank you. The buses are waiting outside, so please be in line, go in line, don't make noise. Thank you everyone. Tomorrow is a duty day, please do not be absent. Thank you. अहिले चाहिँ अँध्यारै भइसकेको छ बाहिर चाहिँ 10 बजिसक्यो रातिको 10 बजिसक्यो हो दाइ हो अब चाहिँ अब यति भइहाल्यो अब फेरि भोलि ड्युटी छ ड्युटी बोलाइहाल्यो अब चाहिँ डक्टर आएर जानुपर्छ अब बाहिरको यसो बाहिरको अब यसो के भन्छ बाहिरको अवस्था चाहिँ यस्तो छ है सिन चाहिँ यस्तै छ तर तेरो पेन्सिल देखाएको पैसा चाहिँ प्राइस चाहिँ दिएन कि लास्ट दुःख लाग्छ मलाई कस गाडी भर्खरमा चाहिँ आइपुग्यो है तिनवटा छ तिनवटा एउटा दुईवटा तिनवटा अब कुनमा चढ्ने भन्ने मात्रै हो यो त फुल भइसक्यो जस्तो छ बिचको खाली नै रहेछ कि यहीँ छिर्ने हो खालीहरू उता या त यहीँ छिर्नुपर्छ ला सेट बन्द छ सेट यसमा चढौँला भनेको बन्द छ कोल्ला तालेको चाहिँ गुरुङ दाइ के भयो केटा के भयो चाहिँ रुमतिर फर्किँदैछ हामी चाहिँ अब बसमै बसै चल्दैन है त्यसको लागि चाहिँ यति नै थियो हजुरहरू यतिसम्म हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद छ यदि तपाईँहरू नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोस् लाइक गर्नुहोस् कमेन्ट गर्नुहोस् आजको लागि चाहिँ टाटा बाइ बाइ गुड नाइट सी यु टुमरो बडी बोल्छु